आज चाहिँ म एउटा सानो जानकारीमूलक भिडियो क्लिप लिएर आएको छु। मैले चाहिँ यो रोयल इनफिल्डको थन्डरबर्ड एक्स बाइक चलाएर चाहिँ मेरो हाइट चाहिँ 5 फुट 3 इन्च मात्र हो, 5 फिट 3 इन्च मात्र। र यतिको हाइटको मान्छेले यो रोयल इनफिल्डको थन्डरबर्ड एक्स चलाउनु मिल्छ मिल्दैन त्यो हेरौँ है त। तपाईहरुलाई म यो चढेर देखाउँछु। मेरो जतिको हाइटको मान्छेले पनि यसरी यतिको खुट्टा भेटिन्छ। यतिको खुट्टा भेटाएपछि यो बाइक चाहिँ मजाले चलाउन सकिन्छ। र यहाँहरुको पनि हाइट कम छ भनेर चाहिँ बाइक चलाउन डराइरहनु भएको छ भने चाहिँ डराउनु पर्दैन। मेरो जतिको हाइट हुने 5-3 को हाइट हुनेले पनि यो मजाले कुदाउन सक्नुहुनेछ है त।